के नेपाल सरकारले अब साँच्चै व्हाट्सएपका भोइस र भिडियो कलहरू रेकर्ड गर्न थालेको हो त? फेसबुक, इन्स्टाग्रामतिर सरकारले सबैको व्हाट्सएप कल रेकर्ड गर्ने रे? सबै सामाजिक सञ्जाल सरकारी निगरानी प्रणालीमा जोडिने रे? चेतावनी भनेर केही ग्राफिक्स पोस्टहरू खूब घुमिरहेका छन्। के सरकारले यसबारे केही आधिकारिक रूपमा भनेको छ त अहिलेसम्म? अहिलेसम्म हेर्दा त नेपाल सरकारको कुनै पनि आधिकारिक निकायले, चाहे त्यो गृह मन्त्रालय होस् वा सञ्चार मन्त्रालय हैन, हजुर, अथवा नेपाल प्रहरीले नै किन नहोस्, कसैले पनि यस्तो किसिमको सूचना वा चेतावनी जारी गरेको देखिँदैन। यो नै सबैभन्दा महत्त्वपूर्ण तथ्य हो। प्राय यस्ता भाइरल बनाइने सामग्रीहरू कि पुरानो डिजाइनमा हुन्छन्, कि लोगोहरू दुरुपयोग गरेर डर फैलाउने नियतले नै बनाएको जस्तो देखिन्छ। भनेपछि ती पोस्टहरूमा विश्वास गरिहाल्ने आधार त देखिएन। के सरकारले चाहेमा व्हाट्सएपका कुराकानी रेकर्ड गर्न सम्भव छ त? हो, यो प्राविधिक पक्ष बुझ्नु चाहिँ एकदम जरुरी छ र यो चाखलाग्दो पनि छ है। व्हाट्सएपले एन्ड टु एन्ड इन्क्रिप्सन भन्ने प्रविधि प्रयोग गर्छ। त्यसको मतलब के हो भने तपाईले पठाएको सन्देश वा गरेको कल पठाउने व्यक्ति र पाउने व्यक्ति, यति दुईजना बाहेक अरू कसैले पनि, व्हाट्सएप कम्पनी आफैले पनि वा कुनै सरकारी निकायले पनि बीचमा खोलेर पढ्न वा सुन्न सक्दैन। भनेपछि यसको सोझो अर्थ के लाग्यो त भन्दा व्हाट्सएप कल रेकर्डिङ सुरु भयो भनेर फैलाएका खबरहरू सरासर गलत र आधारहीन रहेछन्। निश्चय नै। त्यसैले कुनै पनि जानकारीलाई विश्वास गर्नु वा अझ अरूलाई पठाउनु अघि त्यसको आधिकारिक स्रोत खोज्नु अनि पुष्टि गर्नु असाध्यै महत्त्वपूर्ण हुन्छ। सामाजिक सञ्जालमा जे देख्यो त्यो पत्याइहाल्ने बानी गर्नु भएन। यस्ता अप्रमाणित र भ्रामक हल्लाहरूको पछि नलागौं